चकलेट पार्टी गरौँ ल 2-2 वटा ल उसलाई चकलेट हो 2टा ल ओए ल अहिले ल अहिले अहिले यो क्यान्सल गेम ल यहाँ ल चकलेट थाप 2टा ल 2टा बाई बाई गर त बाई बाई ल है राम्रोसँग खेलेर जाऊ है अहिले घर ल साथीहरू म चाहिँ अहिले पूर्वको यात्रामा छु अब पूर्व मतलब धरान इटरी विराटनगर र टाइमले भ्याएसम्म इन्डियासम्म जोगमुनीसम्म जाउँ भनेर हिँडेको अब लेट्स टाइमले कतिसम्म भ्याउँछ अहिले चाहिँ म यो चतरामा आइपुगेको छु अब चतरा भनिसकेपछि पूर्वतिरको मान्छेहरूले यो ठाउँमा आएर फोटो खिच्ने भिडियो बनाउने टिकटक बनाउने भन्ने त म्याक्सिममको होइन यो बाटोहरू सबैले बनाएरै जान्छ र अहिलेको यहाँको मौसम चाहिँ हल्का घाम लागिरहेको छ तर मौसम चाहिँ अहिले गर्मी सिजन भएर पनि त्यति धेरै गर्मी चाहिँ छैन चिसचिसै नै छ भनौँ न खोला यो कोसीमा पानी चाहिँ यस्तो धमिलो बगेको छ किनभने अहिले बर्खा टाइम पनि हो यहाँको माथि माथिको वेदरहरू पनि यस्तो दामी देखिएको छ है ल आज चाहिँ मेरो खाजा चाहिँ केराको हुँदैछ केरा चाहिँ यो अर्ग्यानिक केरा घरबाट कोकुलो पठाइदिनु भएको त्यो कोसीको तिरमा बसेर केरा र पानी खाँदै आजको मेरो खाजा यो खाइसकेपछि म धरानसम्मको यात्रा सुरु गर्छु मजाले पाएको बोटमै पाएको हो फेरि यसमा नो केमिकल केही केमिकल छैन यस्तो फाइनली साथीहरू धरान पनि म प्रवेश गरिसकेको छु अब चाहिँ यहाँदेखि उता चाहिँ धरान यहाँ सर्दुक खोला यहाँदेखि उता धरान अहिले चाहिँ धरान प्रवेश गरिसकेको छु अब धरानदेखि चाहिँ भाइ पनि आउँदै हुनुहुन्छ भाइलाई भेटेर चाहिँ म जान्छु भेरेटारतिर जाने प्लान छ अब लेट्सी हेरौँ साथीहरू म चाहिँ अहिले भेरेटारमा आइपुगेको छु म लगायत भेरेटार भाइहरू अहिले चाहिँ हामी भेरेटारमा छौँ र भेरेटारको वेदर चाहिँ एकदमै चिसो रहेछ धरानभन्दा धरान लगभग तराईतिर भन्दा धेरै चिसो थोरै डिफ्रेन्ट रहेछ एरिया थोरै डिफ्रेन्ट एरियाहरू पनि धरानभन्दा यतातिर धेरै चिसो र म चाहिँ यो टी सर्टमा मात्रै आइदिएको छु मेरो यो तरिका आएको छ यता भाइहरू चाहिँ फोटो सेसन गरिरहेको छ ल अहिले चाहिँ हामी भेरेटार बजारमा छौँ भेरेटार बजारमा हामी हिँडिरहेको छौँ यता मेरो भाइहरू छ यस्तो जाडो जाडो रहेछ है अछु तर यहाँको यो काँक्राहरू सबै अर्ग्यानिक होला यस्तो दामी दामी प्योर अर्ग्यानिक है र काँक्रा यस्तो दामी छ सस्तो पनि होला कस्तो पनि पाउँदो रहेछ यो छुर्पी चाहिँ कसरी हो एउटाको 100 हो छुर्पी भाइ खाने बन्द गर्नु लाग्यो जस्तो चाहिँ होइन आऊ कहाँ हो बन्द हुँदैन नि अहिले एकछिन पछि आउँछु म खुल्लै हुन्छ तर यो फलफुलहरू चाहिँ कति धेरै काँक्रा यो 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 के अरे कति धेरै पुरै यो ठाउँ हेर्दा नि मान्छेहरूले यहाँनिर यो विषादी युक्त फलफुल भन्दैन यस्तो धेरै चिसो एरिया यो त आफ्नै बारीमा फलेको जस्तो होला हेर्नुहोस् है यो के अरे टाउनमा ल अहिले चाहिँ हामी भेरेटारदेखि धरानतिर लाग्यौँ लगभग यहाँनिर बेलुकाको 7-8 बज्नु लागिसक्यो होला अब धरानतिर गएर यसो केही खाजासाजा खाएर अनि त्यसपछि हामी भाइसँग छु अहिले हामी धरानमा छौँ धरानको यो स्ट्रिट फुड चाहिँ एकदमै फेमस एरिया यो भानुचोकको ल यस्तरी यहाँनिर बेलुका चाहिँ व्यापार गर्छ यो दिउँसो कसै गर्दैन राति मात्रै है राति यता व्यापार यता चाहिँ कपडाको व्यापार हो कपडा यो पनि राति मात्रै हो यो सबै रातो अब एकछिन मात्रै हो बन्द भने लाग्नु यहाँ यता चाहिँ फेरि कपडा एकदम सस्तो सस्तो कपडा होला फेरि यो एरियामा चाहिँ कपडाको व्यापार छ बेलुका टाइम चाहिँ नगरपालिकाले दिएको रहेछ ल धरान आइसकेपछि धरानको कालो बङ्गु सेक्वा पनि खाइयो यता भाइहरूसँग कतिहरू दिनभरि खाइयो डुलियो घुम्यो विभिन्न ठाउँमा अब त सुत्ने टाइम पनि भयो अब चाहिँ म सुत्छु थ्याङ्क यू फर वाचिङ बाई बाई गाइस